हाई गाइज, मम्मी अब बजार जानलाई रेडी हुँदै हुनुहुन्छ हैन। म चाहिँ यहाँ सुतिरहेको छु हैन, घाम मस्त तापेर उल्टो भयो। म चाहिँ खोला जान्छु आज, म तपाईहरुलाई खोलामा लान्छु। ए सनक्रिम लगाइसक्यो त कति यो भन्दा खोइ त्यो बरु यही लाग अलि सेक गोरो हुन्थ्यो। कुन त्यो अर्को कता हो यो सनस्क्रिनले गोरो हुन्छ क्या मम्मी, के लाउनु पर्दैन। सो गाइज हेर्नु, मम्मी यति मेकअप गरिरहनु भएको छ। मैले गर्छु भन्दा होइन रे, मैले धेरै राम्ररी बनाइदिन्छु रे, त्यही भएर मम्मी आफै गर्दै हुनुहुन्छ। अहिले बुवा तर्सिनु होला नि फेरि तपाईँलाई देखेर। गाइज हेर्नु, मम्मी मेकअप गर्दै हुनुहुन्छ र मम्मी यता हेर्नु त मम्मी, गालामा लाउनु नि, रातो रातो भएर जानु, रातो पिरो भएर। म त भुल्लाएर आउँछु नि म टिका फे। सो गाइज मम्मी अब बजार जानुहुन्छ होइन, मम्मीको सामान। म चाहिँ अटो कुरिरहेको छु, अटो नै आइरहेको छैन। म चाहिँ खोला जाने भनेको, यहाँ कस्तो हेर्नु न आकाश, यस्तो जाडो छ है, म चाहिँ सक्दिनँ है, त्यो मलाई पौडी खेल्न आउँदैन। मैले अघि ल अटो रोक्ने अब हामी। ल मम्मी राम्रोसँग जानु ल, म भोलि आउँछु। बुवा त है खाना खानु नपर्दो रहेछ बुवालाई त। तपाईँले कहाँनिर रातो लाउनु भयो? गाइज मेरो मम्मीको कपाल हेर्नु कति लामो छ। आएन के यो अटो त यार, कति 1 बजिसक्यो, कुरेकै कति बेर भइसक्यो। 9 अटोज 8। So guys, look, it's so long. अटो नै आएन। भरे युट्युबमा हेर्नु है तपाईँ। मम्मी तपाईँको यो लामो कपालको राज के हो भन्नु त, जनता जान्न चाहन्छ। कसको आहा हो यो? मम्मी बुद्ध बुद्ध फेरि पुरा आमै मै 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 आयो 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 आमा, यसको आहामा त बिचारा छानु छानु हानेर हो के चिसो लागेको। त्यही त बिचारा। ओइ अहिले त अलिक कम भयो। ओइ गाइज यत्रो कुर्दा नि अटो आएन, अनि म खोला जाने भनेको यस्तो अँध्यारो भयो के। गाइज नाउ आई एम ह्याभिङ माई लेमन टी, हट लेमन। इट्स क्वाइट कोल्ड। अनि बच्चाहरू नि आएन कि, झन् स्विमिङ गर्न जाने भनेको नि, तर मलाई स्विमिङ गर्न आउँदैन, म जस्ट जान्छु होइन। अनि खोलामा हात खुट्टा डुबाएर आउँछु भनेको, किनकि मलाई आउँदैन।